लाइभ के भन्न चाहनुहुन्छ? हामी विद्यार्थी विद्यार्थी ल्याएर हामीले कुन ठाउँ कुन ठाउँ हो? अन्तर्राष्ट्रिय म घुमाउनु ल्याएको विद्यार्थीलाई सब विद्यार्थीलाई म घुमाउँदैछु यहाँ। अब यहाँ घुमाइसकेपछि सुन्दरीकोटतिर लाने प्रोग्राम छ। त्यसपछि फेवातालमा घुमाएर फेरि एक रात आज यहाँ बसेर भोलिपल्ट लुम्बिनी परिक्रमा गराएर त्यसको राति यहाँबाट प्रस्थान भई गुलरिया भोलि बिहान पुग्ने गरी विद्यार्थीलाई गराएको। कसको कारणले भएको? यो सुन्दरम सभापति बहु क्याम्पसको कस्तो लागत बहुत बढ़िया लागत। कस्तो लागिरहेको छ तिमीलाई? लाइभमा बसेर के भन्न चाहनुहुन्छ तपाईँ? तपाईलाई टुर ल्याएकोमा धेरै धेरै धन्यवाद। तिमीले के भन्न चाहन्छौ? हामीले यस्तो सभापति पाउनु हाम्रो सौभाग्यको कुरा। हामीलाई हेर्नु 5 हजारमा कुरा घुमाइराख्नुपर्छ। 5-6 दिन भइसक्यो। मस्त खाना खुवाइ घुमाउनुपर्छ। हामी सधैँ हजुरको के भन्छन् आभारी हुनेछौँ। हामीले सधैँ तपाईँलाई जिताउनेछौँ। तिमीले के भन्छौ? म यही भन्छु कि हाम्रो बोट बहुत सही ठाउँमा गएको छ। हामीले टुर गर्न पाइरहेछौँ। यसैको लागि म सुन्दरम गुप्ताको धेरै धेरै आभार छु। धन्यवाद दाई। तिमीले के भन्न चाहन्छौ भाइ? मेरो लागि सब ठिक छ। यता भान्जा के भन्नु छ? हामीलाई के भन्नु छैन। कट्टा खुश हो? हम बहुत खुश हैं। इतना खुशी किसी को बर्दाश्त नहीं, इतनी खुशी हमसे देखे नहीं जाती। के छ भाइ? कस्तो भइरहेछ तिमीलाई? धेरै रमाइलो भइरहेको छ। यो गरिदिएकोमा धेरै धेरै धन्यवाद। र हामी चाहन्छौँ अर्कोचोटि फेरि नै यस्तै नयाँ भ्रमण, नयाँ जग्गा र नयाँ ठाउँ हेर्न पाऊँ। त्यसै गरी अब यस्तै छ, रमाइलो छ। धन्यवाद। मजा छ। हाम्रो सुन्दरम गुप्ताज्यू, हाम्रो सभापतिज्यूले यति गरिदिएकोमा धेरै धेरै धन्यवाद गर्न चाहन्छु। साह्रो काम गरिदिए। के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद गर्नुभन्दा पहिला सुन्दरम दाईलाई। हामी अहिले 6 सेमिस्टरमा पुगेछौँ र यस्तो सुनौलो मौका हामी पाएको थिएनौँ। आज सुन्दरम दाईहरूले गर्दा आज हामी मुस्ताङ, पोखरा र लुम्बिनी भ्रमण गर्नेछौँ। र हामी हाम्रो आज 14 दिन भइसक्यो। 3 गतेदेखि स्टार्ट गरेको 6 गते भइसकेछ। र यहाँ पोखराको मिटोमा विभिन्न जात जाति र भेषभूषाका विभिन्न औजारहरू यहाँ पाइन्छ र हेर्न पाइन्छ। पहिलेदेखि चलिआएको परम्पराको र भन्दै म आफ्नो भनाइ यहीँ टुङ्गाउँछु। हस् त धन्यवाद। धेरै धेरै सुन्दरम दाईलाई धन्यवाद। भाषणै मारो चाहिँ सक्यो। सर कहाँ गए सर? सेवा गर्न पाउनमा बहुत धेरै खुसी लाग्छ कि मलाई। प्यारा विद्यार्थीहरूलाई यस्तो घुमाउँदा गर्व महसुस हुन्छ। गर्व। अब छैन सक्यो यहाँबाट? कहाँबाट हो? ए यहाँदेखि छ, यताबाट छ। को? मम्मी खै म पहिलोचोटि
माथि छ त माथि छ बाहिर निस्किने लाला निस्काउ न कस्तो भएको छ तपाईँलाई गुड भएको छ निस्काउ न सरले भनिसक्नु भएको यस्तो रमाइलो ठाउँमा यस्तो होइन त्यो चाहिँ यस्तो राम्रो ठाउँ छ विद्यार्थीलाई आनन्द घुमाइयो होइन अरू के छ विद्यार्थी धेरै खुसी छ बहुत धेरै खुसी छ माथि माथि गएर सिधै अब माथि होइन माथि अब बेच्दिनँ माथि यता हो दाइ यताबाट जाम माथि यताबाट जाम यताबाट पनि छ हेर्नुहोस् हाम्रो किन हामी यही हेर्न आएको ल्याउ न ल्याउ तपाईँले फोटो खिचाएर कस्तो फिल भइरहेछ बहुत राम्रो भइरहेछ तपाईँले खिच्दा कस्तो फिल भइरहेछ बहुत राम्रो यहाँ